हेलो साथीहरू, अहिले चाहिँ हामी यहाँनिर आएको छौँ है। यो जग्गाको नाम चाहिँ क्विन्सल्यान्ड भन्छ। यो चाहिँ म चाहिँ बहुत पहिले आएको जग्गा हो। अहिले चाहिँ धेरै नै चेन्जेसहरू भएको रहेछ साथीहरू है। अनि उता बहिनी नाना हुनुहुन्छ। अनि म चाहिँ आफ्टर 15 इयर्सबाट पनि बेसी भयो होला सायद है, त्यतिखेर आएको थिएँ। अनि आज आएको। अहिले चाहिँ टिकटको दामहरू पनि धेरै बढिसकेको रहेछ साथीहरू। अहिले चाहिँ त्यतिखेर हामी आउँदाखेरि चाहिँ 200 समथिङ थियो। अहिले चाहिँ एकजनाको चाहिँ 1000 रुपिस भएको रहेछ साथीहरू। यति धेरै चेन्जेसहरू चाहिँ यहाँ भएको रहेछ है। खुसी लाग्यो है। धेरै पहिले हामी आएको। मलाई चाहिँ यहाँ पहिले घुमेकोहरू बहुत याद आएको थियो साथीहरू। त्यही भएर चाहिँ म चाहिँ यहाँ फेरि आएको छु। ठिकै छ, यस्तो मजाको भएको छ जग्गाहरू, मजाको रहेछ। धेरै चेन्जेसहरू। नाना के डिफ्रेन्ट लाग्यो पहिलेकोमा र अहिलेकोमा चाहिँ? अलिकति चाहिँ फरक लाग्यो, सफा सुग्घर। तर मलाई त धेरै चेन्जेस लाग्यो यहाँ पहिलेको भन्दा। जस्तो लाग्दैन म। योहरू त्यस्तो थिएन। यो सबै लगाएछ बोटहरू है। सबै लगाएको रहेछ। ठिकै छ। थिएन तिनीहरू। सो ल त गाइस, बादमा भेट्छु म है। हामी चाहिँ यो खेल्न आँटेको, अब हेरौँ न। सो साथीहरू, हामी चाहिँ अहिले खेलिसकेर निस्केको है। कतिवटा गेमहरूको फोटो भिडियो चाहिँ मैले क्याप्चर गर्नु सकेन, किनभने चाहिँ अब कतिवटा जग्गा त हुन्छ नि त, अब मान्छेको प्राइभेसी पनि होइन। त्यही भएर हुनु त प्रायमै सबै नै अलाउड थियो क्यामेराहरू चाहिँ। तर साथीहरू, मेरो चाहिँ फोनको चार्ज पनि धेरै डाउन भयो हो। अन्त त्यस्तो भिडियोहरू पनि मैले प्राय खिच्नु सकिनँ साथीहरू। जति सक्दो मैले प्राय चाहिँ खिचेको छु होइन। मलाई धेरै खुसी लागेको चाहिँ साथीहरू, आफ्टर 15 सालको बादमा पनि म यो जग्गा फेरि आएको छु है घुम्नु। म आफैलाई यति साह्रो धेरै खुसी पनि लागिरहेको छ है। एकदमै खुसी छु म यो जग्गा घुम्न पाउँदाखेरि है, फेरि यही जग्गा आउनु पाउँदाखेरि। किनभने म त भनौँ भने सानैदेखि नै म चेन्नईमा यतै बसेको कारणले गर्दा मेरो सबै अब हुन्छ नि, अब कतिवटा जग्गाहरू थाहा छ, कतिवटा यता कुराहरू मलाई थाहा छ है। अन्त नि साथीहरू, मनपर्छ मलाई यताकै वातावरणमा अब बसेको हुर्केको भन्दा पनि हुन्छ है। अनि त्यही भएर साथीहरू, अब चाहिँ हामी निस्केको। अब चाहिँ हामी रुम जाने, किनभने टाइम पनि धेरै भइसकिसक्यो साथीहरू। धेरै टायर्ड पनि भयो। अनि अब चाहिँ निस्किनु पर्ला जस्तो लाग्यो साथीहरू। यस्तो मजाको छ जग्गाहरू चाहिँ साथीहरू। सो ल त साथीहरू, आजको भिडियोहरू यस्तै भयो। अब फेरि भेटौँला नेक्स्ट भिडियोमा। अनि एभ्री विक मेरो चाहिँ नयाँ भिडियोहरू आउनेछ साथीहरू। सेयर, लाइक, कमेन्ट गर्नु चाहिँ नभुलिदिनु होला साथीहरू। भन्दै आजको लागि चाहिँ बाइ सबैजनालाई। ह्याभ अ नाइस डे साथीहरू।